फोन गरिदिन्थेँ नि मलाई त फोनै गरिदिने अचेल भयो त छुट्टी किनेर त्यससँग गर्दै कुरा गरेको थिएँ अब म कसैलाई फोन गर्दिनँ मेरो टाइम त्यतिकै वेस्ट भयो के अरे अब म पढ्छु अब अनि त्यसपछि कार्डको लागि पनि त उस गरेको रहेछ नि त यिनीहरूले पैसा पेमेन्ट गरेर कार्डको लागि पैसा नि हुँदैन अब एक दुई तिन सयले ग्रोसरी गर्न मात्रै राख्छन् अरू पैसा सबै जयको पैसा सबै के अरे त्यो कार्डको लागि पैसा खर्च गरेछन् अरे के अरे नानीको कमाएको पैसा तिरेर त्यो खाने पैसा ठिक्क हुन्छ अरे त्यस्तो पैसा अब मैले नाम निकाल्नै पर्छ अब टाइम वेस्ट गर्दैन फोन गरेर बस्नेलाई पनि भन्दै थिएँ ल हुन्छ सन्चो सुन्ने हो टाइम वेस्ट किन गरेर अहिले त अहिलेसम्म नाम निकाल्ने बेला भइसक्यो नामै निकालिसकिस् भनेको अब म पढ्छु म धेरै कसैलाई पनि फोन गर्दैन भन्दै थिएँ त्यसपछि लगभग त्यो भयो एक हप्ता भयो दिदीलाई फोन गर्थेँ शान्ति र अन्त धेरै भयो मलाई फोनै गरी छैन केमा व्यस्त छ त भन्दै थिएँ मलाई फोनै गरी छैन त्यो अस्तिदेखि त्यो मैले ल हुन्छ अब बेला फोन गरेको थिएँ त्यसपछि फोनै गरी छैन सबभन्दा नि सन्चो विषय हो ल हुन्छ ल राख्नु दिदीले रात्रि परिदिनु राम्रोसँग बोल्न पनि नदिने के कता हाल्यो भनेर खोजिरहनु हो है के खोज्नु भयो चिसोमा बसेर हेर न भात देखाएर बसेको म भाँडा छ ल्याउने त के भन्नु यसो पानी ल्याइदिनु मम्मी 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 यसो चिसो पानी ल्याइदिनु मन
मम्मीले भन्छ बिहान चाहिन्छ कि आमालाई उता पर्छ उयो हेऱ्यो सुकिसकेन खै यहाँनिर मैले मोजा राखेको थिएँ भन्नु खै